सो हेलो एन्ड व्हाट इज अप गाइज आजको भ्लग चाहिँ एकदमै बिहान मिठो मर्निङबाट सुरु भएको छ। ठ्याक्कै देख्नु सक्नुहुन्छ घाम लागिरहेछ आज। सो यस म चाहिँ भ्लग स्टार्ट गर्दैछु। मेरो नाम चाहिँ निशान मेचे, कसैलाई थाहा छैन भने अभियसली थाहा छैन कसैलाई पनि। सो दिस इज निशान मेचे। म चाहिँ युके बसेको लगभग 1.5 वर्ष 2 वर्ष भयो। सो म चाहिँ यहाँ एज अ स्टुडेन्ट हो, युएलको डिजिटल मार्केटिङ स्टुडेन्ट हो म चाहिँ। सो म चाहिँ यो भ्लगहरूमा चाहिँ के देखाउन खोज्छु भने एउटा इन्टरनेसनल स्टुडेन्टको डेली लाइफ या मेरो डेली लाइफ कस्तो हुन्छ, कसरी जान्छ, कसरी काम गरिन्छ, कसरी पढिन्छ, के गरिन्छ, कता कता गइन्छ, खाइन्छ हुन्छ नि। लाइफमा त अब इन्ट्रेस्टिङ हुन्छ नि त। बाहिर त अब नेपालदेखि नै विदेशीहरूको भ्लग हेर्दै बसेको, अब विदेशमा बसेको मान्छेहरूको भ्लग हेर्दै बसेको, त्यो हेर्दाखेरि आफूलाई पनि कस्तो हुन्छ नि, म नि बाहिर गएर भ्लग गर्नु पाएँ, मैले यस्तै गर्नु पाएँ भन्ने हुन्छ क्या। म भिडियो त नेपालदेखि नै भिडियो बनाउँथेँ, तर हुन्छ नि भ्लग सक्छ त्यस्तो धेरै बनाउँदिनँ थिएँ, किनकि अलिकति हुन्छ नि कन्फिडेन्स नहुने क्या। सो अब चाहिँ म गर्छु, सानै भए पनि अब नराम्रै भए पनि अब बिस्तारै इम्प्रुभ गरौँला नि त। त्यही भएर गर्छु भनेर मैले चाहिँ सुरु गरिदिएको। आजको भ्लग चाहिँ मेरो कोठादेखि नै सुरु भयो। ठ्याक्क अहिले चाहिँ म के गर्दैछु भने ठ्याक्कै उठेर फ्रेस भएँ, भरे कामको लागि टिफिन बनाउँदैछु। ठ्याक्कै टिफिन बनाउँदैछु। अनि अब ओट्स खाने, खाजामा ओट्स र फ्रुट्सहरू खान्छु। देखाइदिउँ न, यो प्रोटिन ओट्स, यो अनि दुध हालेर अनि फ्रुट्स खाने हो। अनि ठ्याक्कै ब्रेकफास्ट गरेर म चाहिँ ठ्याक्कै काम जान्छु। सो काम जाने टाइम पनि भइसक्यो क्या। म ठ्याक्कै खाजा खाँदैछु, भर्खर पाएको। अनि लन्च पनि पाक्दैछ। खाजा चाहिँ यही हो, अलिकति फ्रुट्स अनि यो के अरे ओट्स। अब यति खाने यति खायो भने भरेसम्म टन्नै हुन्छ। अनि ठ्याक्कै भरे काममा गएर खाने भनेको। त्यो छिटो छिटो खाएर रेडी भएर भागौँ। सो हेलो नो व्हाट इज अप गाइज। म चाहिँ ठ्याक्कै घरबाट निस्किसकेँ, खाजा खाएर रेडी सेडी भएर एकदम नुहाइ गरेर फ्रेस भएर निस्केको छु। यो चाहिँ ठ्याक्कै हाम्रो उलुज स्टेसन। यहाँबाट चाहिँ म ट्रेन पक्रिन्छु हाम्रो कामको सम्मको लागि। सो यस कामसम्म जाऊँ, काम पुगेर के हुन्छ त्यो पनि देखाउँला। यहाँको चाहिँ यो चाहिँ उलुज स्टेसन हो। हेर्ने हो कसरी जाने भनेर, भित्र कस्तो छ म सबै देखाइदिन्छु ल। What the fuck? ल स्टेसनै बन्द छ त। ल फायर अलार्म लाग्यो कि ल। डु नट एन्टर भन्छ। ल फेरि अर्को लाइन लिनु जहाँ बनाउनु ट्रेन चढ्नु पऱ्यो भनेको त बन्द रहेछ यार। ट्रेन स्टेसनै, ट्रेन चढ्नु पऱ्यो भनेको ट्रेन स्टेसनै बन्द। फायर अलार्म लागेको के हो, आगो लागेर होला। अब फेरि म अर्को रुट जाँदैछु। यो चाहिँ अर्कोतिर, यहाँ चाहिँ डिएलआर भन्ने छ। थाहा यार काममा ढिलो भएर झन् ढिलो भयो यार। ल म त्यहाँ पुगेर गर्छु, ल त्यहाँ पुगेर देखाउँछु के गर्ने हो र नि। काममा ढिलो छ, झन् ढिलो पार्यो छ्या। खानाले ट्रेन पनि चढिसक्यो। यो चाहिँ डिएलआर हो। यो चाहिँ कस्तो बच्चाको ट्रेन जस्तै हुन्छ क्या, ड्राइभर पनि हुँदैन क्या ट्रेनमा चाहिँ। अब यस्तो बिस्तारै लान्छ। अब यसले गर्दाखेरि 1 घन्टा लाग्छ होला काम पुग्नुलाई। बाटोमा केही नयाँ नौलो देख्यो भने देखाउँदै गर्छु। यहाँदेखि एउटा ट्रेन पक्रेर त्यसपछि फेरि ब्याङ भन्ने ठाउँ छ, त्यहाँ पुगेर फेरि अर्को ट्रेन चेन्ज गरेर त्यसपछि काम पुग्नुपर्ने छ। काममा 1 घन्टा ढिलो हुन्छ। आज पैसा काटिदिन्छ होला यार, छ्या बाई। अहिले बाटोमा के भन्ने देखाउँछु नि। यो ट्रेन चाहिँ एकदम अन्डरग्राउन्डबाट जान्छ क्या, कत्रो आवाज आइरहेको होला होइन। यो चाहिँ एउटा थेम्स रिभरको मुनिबाट जान्छ क्या। अनि माथि यो ट्रेन चढ्दाखेरि त जहिले कस्तो डर लाग्छ क्या, साला कुन दिन फुट्यो भने चाहिँ गइन्छ जस्तो लाग्छ नि। कस्तो नि पानी मुनि मुनि के, पानी मुनि मुनि ट्रेन चल्छ क्या। सुनिन्थ्यो, आजकल त चढिन्छ पनि, तर लास्ट डर लाग्छ रद्याएर। गाह्रो छ यार, कहिले पुग्नु भइसक्यो। ठ्याक्कै चाहिँ डिएलआर लाइनबाट अर्को नर्दर्न लाइन भन्नेमा चढिसकेँ।
काम पुग्न अझै 10 मिनट छ। यस्तो हुन्छ नि जोर आउला जस्तो भएर छ यार, छ्या कस्तो धेरै काम गरेर अब जिउहरू दुखेर क्या, ढाड दुखेर जोर आउला जस्तो भएको छ। के छैन अब फेरि जाने, अझ फेरि 2टा काम छुटेको छ क्या। भरे 5 बजीसम्म एउटा काम, त्यसपछि फेरि अर्को काम। आज मरिन्छ। स्टेट ट्युन अहिले निस्केर देखाउँछु। ल बाई बाई। त्यसमा फाइनल्ली मेरो काम गर्ने ठाउँमासम्म चाहिँ पुगिसकेको छु। अब छिटो भाग्ने, काम जाने, काम गर्ने, अनि अहिले म ब्रेकमा फेरि तपाईँहरूलाई एकचोटि भेट्न आउँछु है। आज चाहिँ काम गर्नु मजा आउने रहेछ यार। मौसम राम्रो छ, घाम लागिरहेछ। जहिले जहिले यस्तो मौसम भएर आउनुहुन्छ। सो अब चाहिँ मेरो काम ठ्याक्कै 5 बजीसम्म छ। 5 बजीदेखि 5:30 बजीदेखि चाहिँ अर्को ठाउँमा काम छ। सो आधी घन्टाको बिचमा चाहिँ म अर्को ठाउँ पुगिसक्नु पर्ने छ। टाइम लाग्छ नि यहाँदेखि जान, त नि छिटो अब अलिकति छिटो छुट्टी लिएर अर्को कामतिर भाग्नु पऱ्यो। जिउ दुखिरहेछ यार, काम सोच्ने बित्तिकै जिउ दुख्छ, तर के गर्नुपर्छ। ल म चाहिँ काम सुरु गरेँ। अब चाहिँ गरेँ, पक्कै गरेँ। अझै ब्रेकमा भेटौँ ल, बाई बाई। सो फाइनली मेरो चाहिँ ब्रेक भयो। अब आधी घन्टा ब्रेक छ। अब ठ्याक्कै सेन्सबरी भन्ने सुपर मार्केट छ, त्यहाँ जाने हो अनि खानेकुरा किन्ने। आज चाहिँ मैले घरबाट पकाएर चाहिँ ल्याएको छु। मासु मात्र छ क्या, आज भात हिजो थियो तर अघि थिएन, अनि त्यही भएर अब त्यहाँ गएर के हुन्छ एउटा प्रोटिन मिल भन्ने एउटा के पाउँछ म देखाउँछु। हो त्यहाँ लिएर आउने, अनि यहाँ ल्याएर माइक्रोवेभ गरेर खाने। 1 घन्टा चाहिँ ब्रेक छ अब ढुक्कै अगाडि सेन्सबरी भन्ने छ, यहीँ छेउमै छ, ठ्याक्कै जाने। त्यहाँ गएर देखाउँछु ल के छ भनेर। अनि एउटा कुरा क्या, यहाँ काम गर्दाखेरि कति त उयोहरू देखिन्छ, के भन्छ बाइकरहरू देखिन्छ क्या। बाइकर्सहरू त्यो हुन्छ नि एक्जस्ट हालेको कारहरू के लिएर आउँछ क्या, फड्काउँदै जहिले फोन चलाउँदै बसिरहेको हुन्छ। कोही बेला ब्रङ ब्रङ गर्छ, यस्तो हुन्छ। आम्बो सुपर बाइकहरू म कहिले किन्नु यार। जिन्दगीमा एउटा सपना चाहिँ छ यार, सुपर बाइक किन्ने चाहिँ। एक दिन पुरा पनि हुन्छ। यो सेन्सबरी भिडियो बनाउनु कस्तो मजा आउने क्या। अघि भिडियो बनाउँदै एडिट गर्दै बस्थेँ क्या, अनि यस्तो हेरेको ठिकै हुँदो रहेछ, त्यस्तो नराम्रो पनि बनाएको छैन। त्यही हो, अब खाने हो। अब ठ्याक्कै खाइसकेर ब्रेक सकेर 1 घन्टा काम गरेर त्यसपछि अर्को काम जानुपर्ने छ। आधी घन्टामा भाग्नुपर्ने छ अर्को काम पनि। भागको हेर्ने यस्तो ग्रिन लाइट बोलेको बेला चाहिँ जानु मिल्छ कि, ग्रुपै आउँदैछ। त्यही हो, अब ठ्याक्कै जाने, खाने। दिनमा लोद्रो पैसा खर्चाउँछ अरे खानुमा। झन् यो जिम गरेदेखि अलिकति हुन्छ नि त। पहिला त नखाँदा पनि भइरहेको थियो, आजकल त खानै पर्छ क्या, किनकि शरीरलाई एक्सर्साइज गरेपछि अलिकति एनर्जीको लागि खानेकुरा पनि त चाहियो नि त। पेलाएर मात्रै भएन, दिनु पनि पऱ्यो खानुलाई। त्यही भएर अब ठ्याक्कै खाने। लेट्स गो। यो चाहिँ ब्याक एन्ट्री हो क्या, तर कस्तो राम्रो देखिरहेछ नि मौसम आज। माइक चाहिँ आइदैन कस्तो देखिरहेछ, कस्तो सुनिरहेछ। अघिदेखि माइक्रोफोन कस्तो हुन्छ नि, ब्याकग्राउन्ड नोइज धेरै आएर छ। ब्याकग्राउन्ड नोइजै कट अफहरू मिलेको छैन कि, त्यो पनि के हो, ठिकै छ। अब भित्र गएर हेरौँ के छ। ठ्याक्कै म चाहिँ सेन्सबरी खाना आइसकेँ। सो यो सेन्सबरी मार्केट, यहाँ चाहिँ मिल डिल पाउँछ क्या, यस्तो मिल डिल हुन्छ। यहाँ चाहिँ खानेकुराहरू के गर्छ अरे नगर्छ। यो चाहिँ सबै तातो खानेकुरा हो क्या, चिकनहरू के छ, रिड्युसनल के हो, के खाने हो। यो तातो सेक्सन भयो, अर्को उता चिसो सेक्सन, त्यहाँ चाहिँ स्यान्डविचहरू के भन्छ यस्तो खानु हुँदैन। यहाँ धेरै फ्याट हुन्छ, यहाँ डोनटहरू। म चाहिँ के खाने यार, यहाँ चाहिँ कोल्ड छ। यहाँ नि मिल्डीले हो, यहाँ मिल्डीले जुसहरू यस्तो कस्तो खाइन्छ यार, अनि खानुपर्ने हो। अरे के खानु, हामी खाने भनेको यस्तो सलाद हो। यस्तो सलादहरू खानुपर्ने हो, तर खाने पनि लाग्दैन। आज खोइ के खाने ल यार, ब्रेक अलि छिटो सकिन्छ, छिटो खानेकुरा लिउँ। म यस्तै हो क्या, यो सुपर मार्केट हेऱ्यो भने के हेर्दै बस्छु कहाँ, आँखा डुलाएको जसलाई यता पनि यता पनि हेरेको के खाने यार। प्रोटिन बारहरू हेर्नु नि, प्रोटिन बार। सो मेरो सेक्सन चाहिँ एकदमै लास्टमा छ। त्यो फ्रोजन मिल पाउँछ क्या, पुरै पकाएर राखेको तर फ्रोजन गरेर राखेको हुन्छ क्या, त्यस्तो खान्छु म चाहिँ।
अब जाने उता लास्ट सेक्सनमा छ त्यहाँ गएर अनि त्यो एउटा डब्बा लिने हो अनि जाने काममा माइक्रोवेभ गर्ने हो अनि खाने हो अहिले देखाउँछु ल त्यहाँ पुगेर मैले खानु खोजेको चाहिँ यो पेरी पेरी चिकन एन्ड राइस यस्तो फ्रोजन हुन्छ त्यहाँ लगाएर माइक्रोवेभ गरेर खाने यसको कति पेरी पेरी चिकन राइस 4 पाउन्ड तर लास्टै अमिलो हुन्छ क्या त्यही रहेछ एकदम धेरै उयो सस हालेर अमिलो हुन्छ के छैन मैले घरबाट नि मासु लिएर आएको छु अब यो र त्यसको कम्बिनेसन हालेर खाने अरू पनि धेरै भेराइटी पाउँछ त्यो फ्रोजन खानाहरू जाने माइक्रोवेभ गर्ने खाने सो मैले फाइनली किनिसकेको छु तर एउटा कुरा चाहिँ बिर्सेँ मैले चम्ची लिनु नै बिर्सेँ चम्चीको सेक्सनै कहाँ गयो यार यतापट्टि राखेको हुन्छ चम्चीहरू ए यहाँ रहेछ दुईवटा चम्ची दुईवटा चम्ची दुईवटा कटलेरी यस्तो गरेर गोजीमा हाल्यो ससहरू पनि पाउँछ तर सस लाँदैन त्यो बाई बाई एकछिन बजेन म त बज्छ जस्तो लाग्यो त किनकि यहाँ केही सामान लिएर पैसा नतिरिकन कुदायो भने टिङ 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 बज्दछ र बज्दैन किनकि मसँग रिसिप्ट छ मेरो खुट्टाले पनि मलाई बोल्नु मिलेको भए त लास्टै गाली गर्थ्यो होला यार यत्रो काम गरिदिन्छ दिनदिनै काम गरिदिन्छ खुट्टा कस्तो दुख्छ नि त अब कुदै जिममा हिजो भर्खरका जिममा लेग डे थियो क्या अनि खुट्टामा यति प्रेसर परिरहेछ लेग डे नै नगर्नु पर्ने हो खास गरी मैले त अब हिजो यत्रो लेग डे गरेर आज फेरि यस्तो काम छ कुदै मेरो खुट्टाले पनि दुःख पाइसक्यो तर केही छैन खुट्टा अहिले काम गरेर पछि बाइकमा कुद्नुपर्छ नि होइन र त्यही हो घाम पर्छ राम्रो लागिरहेको छ आजको मौसम यस्तै राम्रो छ छिटो गएर पकाएर खाने तताएर खाने सन इज साइनिङ यहाँ मान्छेहरू पुरा भिडियो बनाउँदैछ क्या भिडियो सुट गर्दैछ मन गरेको गर्दैन क्या के गर्नु यार इन्डियनहरू हो दामी भिडियो सुट हान्दैछ अरे यिनीहरूले मेरो त छैन यार साथीहरू पनि ग्रुपहरू पनि कोही पनि छैन यसरी भिडियो गर्ने हिँड्ने एक्लै हो यार एक्लै हुनुपर्छ जिन्दगीमा एक्लै गर्ने सबै यस्तो कामहरू चाहिँ साथीभाइ नै छैन अनि यस्तो जस म जस्तै इन्ट्रेस्टेड भयो क्या यस्तो भिडियो बनाउने यताउतिर राम्रो नजर त बिजी छ यो ओके बुढोमा कहाँ हिँड्ने साइन देखाएर साइन गर्दैछस् थ्याक्राकै यो चाहिँ हाम्रो स्टोर रुम हो क्या अब थ्याक्राकै माइक्रोवेभ गर्ने ठाउँ कस्तो छ हेर्नु नि अब 10 मिनट जति माइक्रोवेभ गर्ने पकाउने अनि खाने कस्तो भोक त लागेको छैन अघि ओट्सले गर्दाखेरि भोक अलिअलि लाग्दैछ तर खानुपर्छ नि त अब थ्याक्रै खाने थ्याक्रै 1 घन्टा बाँकी छ काम 1 घन्टा काम गर्ने त्यसपछि फेरि आधी घन्टामा फेरि अर्को काम पाउनुपर्छ के भनेको अहिले म देखिहाल्छु नि सो हाम्रो खाना पनि रेडी भइसक्यो यो भात मासु मस्त खाने एकछिन नारुतो हेर्छु सो यस मेरो चाहिँ ठ्याक्राकै अहिलेको काम पनि सक्यो अब अर्को काम पनि पुग्न आँटिसक्यो एकदम हतार भयो क्या त्यहाँबाट ट्रेन पक्रेर आउनु सक्यो अनि हतार काम सकेर यहाँ अर्को काम पनि आइसकेँ छिटो गएर चेन्ज गरेर फेरि काम सुरु गर्नु चाहिँ 5-6 घन्टा खुट्टा दुखेर मर्नु आँटिसकेको छु तर त्यो लास्टै मुड अफ छ क्या ल अब सुरु गरेर एकैचोटि अर्को यो काम भरे सकेर भेटौँ न यस फाइनली आजको दिनको सबै काम सक्यो सेकेन्ड कामको पनि सक्यो 5.5-6 घन्टा गरियो आजको दिन राम्रै गयो यो काम चाहिँ एकदम राम्रो गयो अनि राम्रो कुरा के भन न ठ्याक्राकै क्या ब्रेक भन्दा नि अलिकति त्यो काम गर्दा बिचमा अलिक ब्रेक लिएर 5 मिनटको ब्रेक लिएर बाहिर गएको थिएँ क्या त्यतिखेर ठ्याक्रा गएर टिकटक हेरेको कि मैले अघि भर्खर एउटा भिडियो हालेको थिएँ क्या मेरो नयाँ आइडीमा वाउ कस्तो दामी बुस्ट आयो सर कस्तो ह्याप्पी के हुन्छ नि मोटिभेटेड टाइपको मिलिरहेको छ अब ठ्याक्कै यो भिडियो पनि हाल्ने हो बिस्तारै अब राम्रो गर्ने भनेको खै सो लेट्स सी के हुन्छ आज यस्तै अब ठ्याक्कै घर जाने होइन ठ्याक्कै जिम जाने हो जिम गएर घर जाने खाने सो के हुन्छ बाटोमा म सबै देखाउँछु बाई बाई सक्यो आजको काम
आज काममा क्या कस्तो दामी इन्सिडेन्ट भयो के आज काममा के भयो त थाहा छ ठ्याक्राकै त्यो 25मा थाहा छ नि एउटा केटा त्यो बुढो मान्छे पर्खिरहेको थियो नि एउटा मान्छेलाई त्यसको केटा आयो क्या त्यसको साथी आयो अनि सिनेर म हेरिरहेको थिएँ ठ्याक्राकै बस्यो कि टङ्किस हानिदिइराखेँ मासले त्यो चाप्नीले त्यो केटालाई सिनुबु मलाई हेरेर हाँस म सिनुबुलाई हेरेर हाँसेँ यता यस्तै हुन्छ केटा केटाको लभ पर्छ जामा लाउने अलिकति होस गरेर बस केटीहरूले केटा पाउँदैन यता नि हो कि न त ओइ कुन हो सेन्टफिल हो हेर त्यस्तो ठाउँ छ यार ठ्याक्राको जाने जिम गर्ने कहिले पुगिन्छ यार बाई बाई यस्तो खाजा बोकिरहेको छ अहिले खाजा खाने ट्रेनमा बसेर खाइदिन्छ यसले नखा भन्दैछ तर म खाइदिन्छु खान्न हो बेचन नगर न ठुसाक्कै ट्रेनबाट निस्केँ ठ्याक्क जिमको छेउमा छु अब जिम जानुभन्दा अगाडि पावर त चाहियो नि त त्यही भएर मासु भात खाँदैछु यसरी बसेर बिचमा ठ्याक्कै खाने जिम जाने जिम हान्ने त्यसपछि घर जाने घर गएर केही खाँदिनँ अब किनकि अलरेडी खाइसकेँ अब घर जाने प्रोटिन खाने अनि भिडियो एडिट गर्ने आज भिडियो पोस्ट गर्छु होला अनि सुत्ने एउटा कन्टेन्ट हालेर सुत्छु होला सो यस खान्छु ल अहिले गर्छु ठ्याक्कै म चाहिँ खाइसकेर जिम पनि पुगेँ जिम पुग्यो अब जिम गर्ने ठ्याक्कै जिमको सेटको बिचमा क्या टिकटक अहिले पुरा टिकटकमा त्यो मोटिभेसन टाइपको मात्रै आउँछ क्या फिडमा पनि क्या अनि ठ्याक्कै त्यहाँ देखिरहेको छ क्या टेक अ रिक्स नत्र अरूको लागि काम गर्छ हो नि त लाइफमा एउटा चान्स त लिनुपर्छ नि त यार चाहे त्यो जेसुकै होस् नयाँ काम खोज्नुहोस् नयाँ काम गर्नुहोस् आफ्नै केही गर्नुहोस् एउटा चान्स त लिनु पऱ्यो नि त अब त्यही चान्स लिन डराउँछ भने त त्यसो भए अरूको लागि काम गर सबसे सजिलो त्यही भएर लेट्स गिभ इट द चान्स भनेर मैले पनि सुरु गरेको क्या त्यही जति राम्रो लाग्यो त्यही भएर बाई बाई दिनभरिको काम कुदाइ थकाइ सबै सकेर फाइनली म चाहिँ घर पुगेको छु आमामा बिहान उठेदेखि एकचोटि बस्नु पाएको छैन यसरी ढल्किनु पाउँदा त भइ स्वर्गै पुगे जस्तो लाग्यो यार तर नि सुत्नु पाइँदैन अब ठ्याक्कै भिडियोहरू एडिट गर्ने अनि खानेकुरा खाइहाल्ने अनि त्यसपछि भिडियोहरू पोस्ट गर्छु अनि सुत्छु भोलिको लागि प्रिपरेसन पनि गर्नु छ भोलि बिहानै प्रेजेन्टेसन छ एक्जाम छ भोलि पनि काम सुरुमा युनि काम फेरि अर्को काम जिम होइन भोलि त ब्रेक होला हौ भोलि त ब्रेक होला यस्तै छ मेरो चाहिँ यही हो एउटा स्टुडेन्टको लाइफ दिनभरि काम हुन्छ यताउति कुदो सकेसम्म मैले राम्रो भिडियो बनाउनु खोजेको छु तर अब आई डोन्ट नो किनकि फर्स्ट भ्लग हो के बोले कस्तो बोले थाहा छैन होप सबैजनालाई राम्रो लाग्छ यदि केही नराम्रो लागेमा भन्नु होला यदि केही राम्रो लाग्यो भने पनि अभियसली भन्नु होला तपाईँको लाइक सेयर कमेन्ट एकदमै मलाई मोटिभेसन दिन्छ त्यही भएर मेक स्योर हिट द सब्सक्राइब बटन अनि I will meet you in my next vlog. Thank you for watching everyone. Bye bye. See ya.